नमस्कार दर्शकवृन्द, तपाई सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दर्शकवृन्द, नेपाल क्रिकेट टिमले लीग 2 मा लगातार हार बेहोरेको छ। अब टप 4 मा पुग्ने समीकरण भने लगभग समाप्त भएको छ भन्दा पनि फरक नपर्ला। एउटा गुड न्यूज भने नेपाल क्रिकेट टिमको लागिरहेको छ। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले जापान र अफगानिस्तानसँग प्रतिस्पर्धा पनि गर्ने भएको छ र नेपाल क्रिकेट टिम दर्शक महानुभावहरु लगातार खराब प्रदर्शन गर्नुको कारण के होला तल कमेन्ट बक्समा लेख्नु होला। क्रिकेट सम्बन्धी अपडेटहरुको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई एक लाइक गर्न भने नबिर्सिनु होला। दर्शकवृन्द, लगातार नेपाल क्रिकेट टिमले लीग 2 मा नेदरल्यान्ड्स सिरिजमा हारेको छ। यस हारले चाहिँ नेपालको अब टप 4 मा पुग्ने सम्भावना भने समाप्त भएको छ भन्दा फरक नपर्ला। खराब ब्याटिङले नामिबियासँग पनि पराजित भयो नेपाल क्रिकेट टिम र नेदरल्यान्ड्ससँग पनि पराजित भएको छ। खराब ब्याटिङले लगातार दोस्रो खेलमा पनि निरन्तरता पाउँदा आईसीसी विश्वकप लीग 2 अन्तर्गत 8औं त्रिकोणात्मक श्रृंखलामा नेपालले फेरि पराजय बेहोरेको छ। बिहीबार घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई 6 विकेटले हराएको थियो। दर्शक महानुभाव, नेपालको लज्जास्पद ब्याटिङ थियो भन्दा फरक नपर्ला। सेम ब्याटिङ प्रदर्शन नेदरल्यान्ड्स विरुद्ध पनि गर्यो, त्यो भन्दा अगाडि नामिबिया विरुद्ध पनि त्यस्तै प्रकारको ब्याटिङ गरेको थियो। स्कोर बोर्डमा पनि त्यति नै रन्स लगाउन सफल भयो नेपाल क्रिकेट टिम र त्यहाँभन्दा ठूलो प्रगति नेपाल क्रिकेट टिमका ब्याटरहरूले गर्न सकेनन्। त्यही गल्तीहरू फेरि दोहोर्याए र क्रिजमा राम्रोसँग टिकेर खेल्न सकेनन्। नेपाललाई सेफ जोनबाट मुक्ति दिलाउन भने सकेनन् नेपालका ब्याटरहरूले। नेपालले नेदरल्यान्ड्स विरुद्ध पनि 158 रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। नेदरल्यान्ड्सले पनि उक्त लक्ष्यलाई प्राप्त गर्नको लागि 44.1 ओभरमा 4 विकेट गुमाउँदै पूरा गर्न सफल भएको थियो। नेदरल्यान्ड्सको जितमा कप्तान स्कट एडवर्ड्सले 89 बलमा 2 चौका र 1 छक्का सहित अभिजित 61 रनको पारी खेले र आफ्नो टिमलाई जिताउन पनि सफल भए। 6औं नम्बरमा आएका नेवा क्रोस पनि 34 रनमा अभिजित रहेका थिए भने यसैगरी ओपनर सेड्रिक डी लेन्ज र तेस्रो नम्बरका जाज लायन क्यास्टेले समान 21 रनको योगदान दिँदै आफ्नो टिमलाई जिताउन सफल भएका थिए। नेपालको लागि दिपेन्द्र सिंह एरी, सोमपाल कामी र ललित राजवंशीले समान 1 विकेट लिन सफल भएका छन्। त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले फेरि एकपटक पूरा 50 ओभर पनि खेल्न सकेन। नेपालले 44.4 ओभरमा सबै विकेटहरू गुमाएर 157 रनको योगफल खडा गरेको थियो। दर्शक महानुभावहरु, यसअघि बिहीबार श्रृंखलाको पहिलो खेलमा पनि टस हारेर ब्याटिङ गरेको नेपालले नामिबियालाई 158 रनकै लक्ष्य प्रस्तुत गरेको थियो। बिहीबार त्यही कथा फेरि दोहोरिएको छ। नेपालको लागि मध्यक्रमका ब्याटर आसिफ शेखले 90 बल खेल्दै 4 चौका सहित सर्वाधिक 41 रन बनाउन सफल भए। त्यस्तै गुलशन झाले 29 रन तथा उपकप्तान दिपेन्द्र सिंह एरीले 21 रनको योगदान गरेका थिए। अन्य खेलाडीहरूको रन अंक भने मोबाइल नम्बर जस्तो छ। करण केसी 13 रनमा अभिजित रहँदा आसिफ शेखले 14 रन, सोमपाल कामीले 10 रन जोडे। बाँकी खेलाडीहरूले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। डच टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। हाम्रो नेपालका ब्याटरहरूले डच टोलीका बलरहरूको सामना गर्नै सकेनन् भन्दा फरक नपर्ला र सँगै नामिबियाका बलरहरूको पनि सामना गर्न सकेनन् र लगातार यो दोस्रो हारसँगै नेपाल क्रिकेट टिम अब लीग 2 को टप 4 समीकरणबाट बाहिरिएको छ भन्दा पनि फरक नपर्ला। अब सबै खेलहरू जित्नु पर्ने हुन्छ र अन्य टिमहरूको नतिजामा पनि भर पर्नु पर्ने हुन्छ। तब मात्रै केही पर्सेन्ट टप 4 मा पुग्न सक्छ कि भन्ने चान्सेसहरू हुन सक्छ। तर नेपाल क्रिकेट टिमको यो खालको प्रदर्शनले अब हामीले टप 4 को समीकरणको बारेमा कुराकानी गर्नु भन्दा पनि हामीले अब प्लेअफ क्वालिफायरमा नेपाल क्रिकेट टिमले कुन टिमसँग खेल्छ, कुन टिमहरूलाई पराजित गरेर कसरी नेपाल क्रिकेट टिम फेरि ओडीआई स्ट्याटस बचाउँदै ग्लोबल क्वालिफायरसम्म पुग्न सक्छ भन्नेतिर चाहिँ अब जोड दिनुपर्छ। त्यतातिर ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। मलाई लाग्छ यहाँबाट अब बाँकी रहेका सबै खेलहरू जितेको खण्डमा ओडीआई स्ट्याटस चाहिँ टप 6 मा परेको खण्डमा बच्न सक्छ। नत्र भने ओडीआई स्ट्याटस पनि यहाँबाट धरापमा पर्न सक्ने अवस्था छ। प्लेअफ क्वालिफायर्सबाट ओडीआई स्ट्याटस बचाउनु पर्ने सम्भावना बलियो देख्छु। दर्शक महानुभावहरु, तपाईलाई के लाग्छ? के नेपाल क्रिकेट टिम टप 4 मा पुग्न सक्ला या फेरि नेपाल क्रिकेट टिमले प्लेअफ क्वालिफायर्स खेल्दै ग्लोबल क्वालिफायर्समा पुग्न सक्ला, ओडीआई स्ट्याटस पनि त्यहीबाट बचाउन सक्ला? त्यो बारेमा तपाईको धारणा लेख्नु होला। नेपाली क्रिकेट टिमका ब्याटरहरूको प्रदर्शन लज्जास्पद रहेको थियो। शतकमा शतक जोडिरहेका कुशल भोटेल नचल्नु नेपालको लागि एकदमै घातक बनेको छ। अन्य ब्याटरहरूको त भर थिएन। हामीले अभ्यास खेलमा एशियन गेम्सहरुमा पनि कुशल भोटेलको ब्याटबाट रन्स आयो भने नेपाल क्रिकेट टिमले ठूलो योगफल तयार पारेको थियो र नेपाल क्रिकेट टिमले हरेक म्याचहरूलाई जितेको पनि थियो र कुशल भोटेलको रन्स यो भन्दा अगाडिको धेरै म्याचहरुमा पनि निकाल्ने हो भने नेपाल क्रिकेट टिमको अन्य ब्याटरहरूको प्रदर्शन हेर्न लायक र देख्न लायक छैन। दर्शक महानुभाव, त्यसैले जिम्मेवारीपूर्वक ब्याटिङ गरिरहेका ब्याटरहरू चाहिँ धेरै छन् तर उनीहरूले रन्सहरू बनाउनै सकिरहेका छैनन्। कुशल भोटेल लगातार फ्लप भयो भन्दा फरक नपर्ला। नामिबिया विरुद्ध पनि उनले रन बनाउन सकेनन् र नेदरल्यान्ड विरुद्ध पनि रन बनाउन सकेनन्। यदि कुशल भोटेल 5-10 ओभरसम्म खेल्थे भने नेपालले यहाँबाट 200 को आँकडा राम्रोसँग पुर्याउन सक्थ्यो र 220-30 पनि यदि टार्गेट प्रस्तुत गर्थ्यो भने यो मैदानमा चाहिँ नेपाल क्रिकेट टिमले दुवै म्याचहरू जित्नु पर्ने हो। किन भन्दाखेरि बलरहरूले पनि राम्रो प्रदर्शन गरेका छन्। 44-45 ओभरसम्म लैजानु भनेको 157 को टार्गेट चेस गर्नको लागि त्यो एकदमै राम्रो प्रदर्शन गरेको हो नि। राम्रो इकोनोमिकल बलरहरू रहेका थिए भन्दा फरक नपर्ला। ईशान पाण्डे लगातार फ्लप रहेका छन्। आसिफ शेख
लगातार फ्लप, रोहित कुमार पौडेल लगातार फ्लप, दिपेन्द्र सिंह एरीको पनि त्यति राम्रो प्रदर्शन आइरहेको छैन भने आरिफ शेख पनि फ्लप रहेका थिए। आजको खेलमा चाहिँ आरिफ शेखले केही राम्रो प्रदर्शन गरे, गुलशन कुमार झाले पनि त्यति राम्रो प्रदर्शन गरेका छैनन् भने अन्य त बलरहरू नै भए, उनीहरूको त के नै कुरा गर्ने। सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीको त हामी ब्याटिङमा प्रदर्शन भएन भनेर कुरै गर्ने कुरो भएन। त्यसैले अब खेलाडीहरू केही चेन्जेस गर्नुपर्ने हुन्छ। अर्जुन कुमाल जस्ता खेलाडीहरू छन्, एउटा राम्रो टेम्परमेन्ट ओडिआईको लागि सेट ब्याटरको रूपमा पनि चिनिन्छन् र लामो समयसम्म क्रिजमा टिकेर विकेट होल्ड गरेर राख्ने खेलाडी रहेका छन्। रन भले आउँदैन तर उनले चाहिँ विकेटमा टिकेर चाहिँ खेल्ने गर्छन्। यदि नेपाल क्रिकेट टिमका ब्याटरहरूले पनि क्रिजमा टिकेर खेलेको भए सायद यो पुरै ओभर खेल्न सक्ने थियो। यो कहिले 44 ओभरमा कहिले 42 ओभरमा अल आउट हुने एउटा रोग छ, त्यो रोग चाहिँ हट्ने थियो जस्तो मलाई लाग्छ। र लास्टतिर विकेट बचेको खण्डमा चाहिँ फिनिसरहरूले राम्रो फिनिसिङ गरेको खण्डमा राम्रो टार्गेट सेट हुन सक्थ्यो भन्ने चाहिँ हो। र दर्शकवृन्द तपाईलाई के लाग्छ, अब चेन्जेस चाहिँ कुन कुन खेलाडीहरूलाई गर्न चाहनुहुन्छ? भीम सार्की, अर्जुन कुमार, विनोद भण्डारी जस्ता खेलाडीहरू पनि रहेका छन्। यी खेलाडीहरूलाई अवसर दिनुपर्छ होला त? त्यो बारेमा तल कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। र अर्को एउटा खुसीको खबर, नेपाल क्रिकेट टिमले ओडिआईमा त लगातार हारेको छ तर एसियाली गेम्समा T20 फर्मेटको क्रिकेटमा भने अफगानिस्तान जस्तो 23 नेसन राष्ट्रसँग नेपाल क्रिकेट टिमले खेल्न पाउने एउटा अवसर पाएको छ र सँगै जापानसँग पनि नेपाल क्रिकेट टिमले खेल्नेछ। दर्शक महानुभावहरु, यो खुसीको खबर रहेको छ। एसियाली गेम्स 2026 को लागि आसन्न 20औं एसियाली खेलकुदमा नेपाली पुरुष क्रिकेट टोलीले जापान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। बिहीबार सम्पन्न अफिसियल टिम ड्रमा नेपाल समूह एमा परेको छ भने आईसीसी वरियता अनुसार शीर्ष 4 टोलीहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सोझै क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् भने अन्य 6 टोलीहरूलाई 2 समूहमा विभाजन गरिएको छ। समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। T20 फर्मेटमा खेलाइने प्रतियोगितामा सिंगल राउन्ड रोबिन लीग पछि समूहका शीर्ष 2 टोली अन्तिम 8 मा प्रवेश पाउनेछन्। एसियाली खेलकुदको 20औं संस्करण यही सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म जापानको आइची र नागोया शहरमा हुँदैछ। दर्शक महानुभावहरु, यो पनि मैले तपाईलाई जानकारी गराउन चाहन्छु। समूहमा नेपाल, अफगानिस्तान, जापान रहेका छन् भने समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। सिधै क्वार्टर फाइनलमा पुग्ने टिममा चाहिँ बंगलादेश, इन्डिया, पाकिस्तान र श्रीलंका जस्ता टेस्ट नेसन बलिया राष्ट्रहरू रहेका छन्। दर्शक महानुभाव, अब नेपाल क्रिकेट टिम यहाँबाट टप 2 मा पर्न सकेको खण्डमा बंगलादेश, इन्डिया, पाकिस्तान, श्रीलंका मध्ये कुनै 2 टिमसँग खेल्ने अवसर क्वार्टर फाइनलमा पाउनेछ। यो नेपालको लागि निकै नै ठूलो अचिभमेन्ट रहनेछ। त्यसैले यो समूह चरणको खेलमा चाहिँ जित्नै पर्ने हुन्छ। एक टिमलाई पनि जित्न सक्छ भने आफ्नो समूहबाट अवश्य पनि अघिल्लो राउन्डमा प्रवेश गर्न सक्नेछ। अफगानिस्तानलाई जित्न त गाह्रै होला तर जापानलाई भने नेपाल क्रिकेट टिमले जित्नु पर्ने हुन्छ। जापान एकदम बलियो टिम रहेको छ र पछिल्लो समयमा राम्रो क्रिकेट खेलेको थियो। विश्वकप छनौटमा पनि नेपाल क्रिकेट टिमलाई निकै नै ठूलो कडा चुनौती दिएको थियो जापानले र अहिले त उसको घरेलु मैदानमा नै खेल्ने भइसकेपछि कडा चुनौती प्रस्तुत गर्नेछ र जित्न पनि सक्ने सम्भावना बलियो देखिन्छ। त्यो कारणले गर्दा नेपाल क्रिकेट टिमले जापानलाई मात्रै हराउँछ भने पनि अघिल्लो राउन्डमा इन्डिया, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता टेस्ट नेसन राष्ट्रसँग खेल्ने अवसर नेपाल क्रिकेट टिमलाई आउनेछ। दर्शक महानुभावहरु, यो बारेमा तपाई के भन्नुहुन्छ तल कमेन्ट बक्समा लेख्नु होला कि जापानलाई, अफगानिस्तानलाई नेपाल क्रिकेट टिमले हराउन सक्ला? धेरै लामो समय पछाडि अफगानिस्तान जस्तो टेस्ट नेसन राष्ट्रसँग नेपालले खेल्दैछ, के त्यहाँ जित निकाल्दै इतिहास पनि रच्न सक्ला? त्यो बारेमा तल कमेन्ट बक्समा लेख्नु होला। नेपाल क्रिकेट टिमलाई चाहिँ तपाई के भन्नुहुन्छ? नेपाली खेलाडीहरूको प्रदर्शनको बारेमा पनि लेखिदिनु होला। क्रिकेट सम्बन्धी अपडेटको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला। अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। अहिलेलाई भने छुट्छौं। जय नेपाल, जय नेपाली क्रिकेट।